सर किशोर सर सबै आउनु आज्ञा यो हाम्रो यो हाम्रो डिटक्सिफिकेसन वार्ड सुरुमा डिटक्सिफिकेसन वार्ड भन्छ नि। बिरामीहरू जब कुलतमा फसेको हुन्छ, उहाँहरू नसामा हुनुहुन्छ, उहाँहरूलाई अचानक त्यो नसा छुट्यो भने उहाँलाई विथड्रल सिम्टमहरू देखिन सक्छ। त्यही भएर त्यसबाट बच्नुको लागि उहाँले डिटक्सिफिकेसन वार्ड राख्नु भएको रहेछ। त्यसको लागि डक्टरको निगरानीमा डक्टरको प्रत्यक्ष निगरानीमा यो वार्डमा राख्नुपर्ने हुन्छ। नत्र सिजरहरू आउने, झट्का आउने, त्यो नसामा भइरहेको मानिसलाई अचानक रक्सी छोड्दा, अचानक ब्राउन सुगरको नसा छोड्दा अथवा अचानक आइभी इन्जेक्टेबल औषध छोड्दा ज्यानै खतरामा हुनसक्छ। त्यही भएर सेफ ल्यान्डिङ गर्नुपर्ने हुन्छ। बिस्तारै बिस्तारै अलिअलि गर्दै डोज कम गर्दै 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 उनीहरूलाई अर्को किसिमको औषधिहरू प्रयोग गरेर बिस्तारै कम गर्नुपर्ने हुन्छ। यो हाम्रो कार्यक्रम डक्टर किशोर पात्री सर हुनुहुन्छ, उहाँ यहाँको बाल रोग विशेषज्ञ हुनुहुन्छ। तर एउटा विशेषज्ञ हामी प्राथमिकता तौरमा जाने तुलसी हस्पिटल। प्यारा भाइहरू, हजुरहरू यो देशका सुन्दर भविष्य हो। हजुरहरूको परिवारको हजुर सुन्दर भविष्य हो। एउटा आमालाई एउटा शिशु गर्भमा भएदेखि त्योभन्दा अगाडिदेखि नै जब बिहे हुन्छ, बिहे भइसकेपछि एउटा आमाले मैले एउटा राम्रो सन्तान जन्म दिन्छु भनेर एउटा आमा र बुवाको सपना हुन्छ। र त्यो सपना हजुरहरूले पुरा गरेर हजुरहरूको जन्म भयो। र हजुरहरू जन्मिसकेपछि हजुरहरू पढ्नुभयो, राम्रो कामतिर लाग्नुभयो, तर एउटा दिमागले अलिकति के सही हो के गलत हो भन्ने नछुट्याउँदा हजुरहरू एउटा नसामा पस्नुभयो। विभिन्न नसाहरू मैले थाहा पाइसकेँ। हजुरहरूमध्ये यहाँ रक्सी पिउने पनि हुनुहुन्छ, गाँजा खाने पनि हुनुहुन्छ, ब्राउन सुगरको प्रयोग गर्ने पनि हुनुहुन्छ, ट्रमाडोल जस्ता ट्याब्लेटहरू प्रयोग गर्ने पनि हुनुहुन्छ। हजुरहरू भनेको आमा बुवाको बिहे हुन बित्तिकैको सपना, गर्भमा हुँदा त्यो आमाले कैयौँ कष्टहरू सहनुभयो होला र त्यो सन्तान यति राम्रो छ। हजुर त्यस्तै राम्रो, हजुर त्यस्तै राम्रो, संसारको सबैभन्दा राम्रो हजुर। हजुर आफ्नो लागि, सबै आफ्नो परिवारको लागि, आमा बुवाको लागि हजुर नै राम्रो। त्यही भएर म दुई हात जोडेर हजुरहरूलाई अनुरोध गर्न चाहन्छु, यो कुलतबाट, यो नसाबाट हजुरहरू बाहिर निक्लिसक्नु भएको छ मलाई थाहा छ। तर अब गएर पनि समुदायमा गएर फेरि पनि त्यो नसामा नफस्नलाई आउनुहोस्। तपाईँहरू आउनुहोस्, म कहाँ आउनुहोस्। तपाईँ हामी मिलेर यो देशलाई बनाउनु छ। हाम्रो नेपाल आमा, हजुरको आमा जति सुन्दर हुनुहुन्छ, उहाँलाई के लगाउनु पर्छ त? सानो टिकुली, नथिया, बुलाकी, ती लगाए चाहिँ हाम्रो आमा सुन्दर भइहाल्नुहुन्छ। त्यस्तै यो देशलाई धेरै गर्नु छैन, साधारण टिका नथिया लगाएर हाम्रो नेपाल आमालाई हामीले सुन्दर बनाउनु छ। र हजुरहरू जस्तै युवाको खाँचो छ। मलाई एकदम अहिले म भक्कानिन नसकेन, भित्रबाट भक्कानिएँ म एकदम। हजुरहरू जस्तै यति उर्वर शक्ति भएको, जनशक्ति भएको युवाहरूलाई एउटा कोठाभित्र यस थुनेर लक गरेर राखेको देख्दा मेरो चित्त कति पनि बुझेन। मलाई एकदम रुने मन लाग्यो। यो देशलाई हजुर र हामी मिलेर केही गर्नु छ। त्यही भएर म हजुरहरूलाई अनुरोध गर्छु, यो कुलतबाट हजुरहरू बदल्नु छ। उहाँहरूले धेरै सहयोग गर्नुभएको छ हजुरहरूलाई। उहाँहरूले एकदम महत्त्वपूर्ण हजुरलाई माथि उठाउनलाई खोजिरहनु भएको छ। र यो एक दिनमा पाएको जिन्दगी हो, मरेपछि सिद्धियो। भोलि हजुरलाई संवेदना दिन पनि आउँदैन। यो समाजले घृणा गर्छ नसा गर्ने मान्छेलाई, कुलतमा लगेकोहरूलाई। तपाईँको दाह संस्कार गर्न जाने मान्छे पनि भेटिँदैन, किनभने त्यो त नसडी हो, ब्राउन सुगर हो, रक्सी खाओ हो, त्यो के अरे गाँजा खाने हो, त्यो आइभी औषधि प्रयोग गर्ने हो। त्यस्तो रूपमा हजुरहरूलाई लिने गर्छ। त्यही भएर म हजुरहरूलाई अनुरोध गर्छु, यो कुलतबाट हजुर बचिसक्नु भएको छ हो। बिहानीको समयमा योगा गर्नुहोस्, सृजनशील काम गर्नुहोस्, बारी खन्ने काममा लगाउनुहोस्, उहाँहरूलाई पसिना बगाउनुहोस्, बिहानीको हिँडाइ गर्नुहोस्। त्यसमा म अनुरोध गर्छु। र हजुरहरूलाई अवश्य पनि नेपाल आमाले हजुरहरूलाई आशीर्वाद छ। हजुरहरूलाई भगवानको आशीर्वाद छ। म अहिले मालिका कालिका भगवानको दर्शन गर्न जाँदैछु। हजुरहरूको लागि पनि म आशीर्वाद माग्नेछु र हजुरहरूमा सुबुद्धि पलाओस्। र ब्राउन सुगरकै कुरा गर्नुहुन्छ, आइभी ड्रगकै कुरा गर्नुहुन्छ, गाँजाकै कुरा गर्नुहुन्छ भने त्यसले स्वास्थ्य त बिगाऱ्यो। हजुरहरूको एउटा त यो आइभीले आफ्नो स्वास्थ्य बिगार, कलेजो खराब गर्ने हो, मुटु खराब गर्ने हो, दिमाग खराब गर्ने हो। र अर्को तपाईँहरूलाई सङ्क्रमणहरू हुन सक्नुभयो, HIV हुने हुनुभयो, हेपाटाइटिस बी हुनुभयो, जसको उपचार सम्भव छैन। तडपी मर्नुपर्छ। रक्सीको कुलतमा लाग्नु भने कलेजो एकपल्ट खराब भयो भने तपाईँको मृत्यु त चाँडी हुँदैन, तर तडपी मर्नुपर्छ। यति सानो बच्चालाई पनि यहाँ देखेँ मैले। कति वर्षको हुनुभयो हजुर? 16 वर्षको बच्चा पनि कुलतमा फस्नु भएको छ।
र यो मार्फत म सम्पूर्ण तुलसीपुरवासीलाई, सम्पूर्ण बङ्गालीलाई, सम्पूर्ण नेपालीहरूलाई, सम्पूर्ण मानव जातिलाई अनुरोध गर्न चाहन्छु। हामीले आजै गर्नु छ, समय एकदम छोटो छ। यो देशको लागि गर्नु छ, यो भूमिको लागि, यो जन्मभूमिको लागि, आफ्नो आमा बुवाको लागि हामीले गर्नु छ। र त्यही भएर तपाईँहरू सबैजना यो कुलतबाट अवश्य पनि पार लाग्नुहुने छ। यो कुलतमा फेरि पनि फस्नुहुने छैन। हजुरमा सुबुद्धि पलाओस्, हजुरमा आत्मबल बढोस्। यही नै 2042 सालको हजुर सबैजनालाई मेरो तर्फबाट म एउटा बाल चिकित्सकको नाताले पनि, तुलसीपुरवासी, बङ्गाली र नेपालीको नाताले पनि हजुरहरूलाई 2 हात जोडेर अनुरोध गर्छु। हुन्छ हजुर? हुन्छ सर। हजुरहरू यो कुलतमा लाग्नुहुन्छ कि लाग्नु हुँदैन? हजुरहरूमा आत्मविश्वास आयो? आयो सर। तपाईँहरू जब यहाँबाट निक्लिनुहुन्छ बाहिर, एकपल्ट सबैजना मलाई भेट्न आउनु होला। म तपाईँहरूको साथमा डाक्टर किशोर खत्री छ, यो चाहिँ हमेसा राख्नु होला। तपाईँहरू केही न केही एउटा यो युवाहरू आउनुहुन्छ, एउटा क्लब गठन गर्नुहोस्। बिहानीको हिँडाइमा म हुन्छु तपाईँहरूसँग। बुझ्नुभयो? हामी हिँडौँ, जानुहोस् त। अहिले फर्केर तपाईँको बुवामा कति खुसी हुन्छ, आँखाबाट तर आँसु बग्नेछ त्यो आमाको। तपाईँलाई जब कुलतबाट फसेको एउटा युवालाई, एउटा बच्चालाई त्यो आमाले बिहानीको हिँडाइ गरेको हेर्नुहुन्छ। त्यही भएर म हजुरलाई अनुरोध गर्छु, अब हजुरहरू आमा र बुवालाई खुसी गराउनु लाग्नुहोस्। आमा र बुवा सबैभन्दा ठुलो देउता हो, जीवित देउता हो। त्यो देउताले हजुरलाई घरमा कुरेर बसिरहनु भएको छ, हो कि भनिदिनुहोस् त? भुषालजीसँग पनि मेरो धेरै पटक उहाँको बच्चा बच्चीहरू, उहाँको परिवारको सबै बच्चा बच्ची मैले हेर्ने गर्छु। र चाँडोभन्दा चाँडै हजुरहरू घर गएर आफ्नो गाउँमा, आफ्नो बजारमा जहाँ छ हजुरको घर, त्यहाँ बुवा आमाको शरणमा बुवा आमालाई गएर ढोकेर, आमा बुवा हामी त एकदम कुलतमा रहेछौँ, हाम्रो आँखाले राम्रोसँग हामीलाई बाटो दिन सकेर रहन्छ, हाम्रो भित्री आँखा अब खुल्यो, अबदेखि हामी यो कुलतमा लाग्नेछौँ भनेर आमा बुवासँग आशीर्वाद लिनु होला। त्यही छ मेरो शुभकामना हजुरहरूलाई। हुन्छ? हुन्छ सर। धन्यवाद। आमा बुवाहरूलाई म अनुरोध गर्न चाहन्छु, हजुरको बालबालिका कतै अघि पछि भन्दा धेरै सुतिरहने, अरू साथीहरूसँग इन्टरेक्सन नहुने, आमा बुवाहरूसँग आएर धेरै गफ नगर्ने, एकदम रिसाइराख्ने, सुते गर्ने, स्कुलको क्लासहरू पनि मिस गर्ने र घरबाट कहिलेकाहीँ पैसाहरू पनि हराउने, त्यस्तो बानी त छैन? यदि त्यस्तो छ भने एकपल्ट कतै आफ्नो बच्चा कुलतमा त फसेको छैन, उसको साथी सङ्गत कस्तो छ त्यो कुरामा एकदम ध्यान दिनु होला सबैजनालाई। र म अहिले एउटा पुनर्स्थापना केन्द्रमा आइपुगेको छु र हाम्रो भुषाल सर पनि यहाँ हुनुहुन्छ। उहाँहरूले एउटा पुण्य काम गर्नुभएको रहेछ, यहाँका युवाहरूलाई ल्याएर कुलतमा लागेका, नसामा लागेका युवाहरूलाई उहाँहरूले सुबाटोमा, राम्रो बाटोमा ल्याउने अभियान सुरु गर्नुभएको छ। र हजुरहरूले यति ध्यान दिनु होला, अभिभावकज्यूहरूले आफ्नो बालबालिकाहरूलाई, यो उमेर छ विशेष गरेर 12 वर्षदेखि 20-25 वर्षसम्मको यो उमेर एकदम यो एउटा कलिलो माटो हो। यो माटोलाई जस्तो बनायो त्यस्तै बन्छ। त्यही भएर हजुर सबैलाई म अनुरोध गर्न चाहन्छु, ल हेर्नु त, 16 वर्षको एउटा युवा ब्राउन सुगर खाइरहेछ, 15 वर्षको एउटा अर्को युवा आइबी ड्रग प्रयोग गरिरहेछ। यस्तो हामीले देख्यौँ, भोग्यौँ र हजुरको घरमा, मेरो घरमा पनि त्यो हुनसक्छ। त्यही भएर हजुर सबैजनालाई एकदम सावधानी अपनाउनु होला, आफ्नो बालबालिकाको पिछा नछोड्नु होला। नसा भनेको एउटा खतरनाक चिज हो, जसले युवाको एउटा त स्वास्थ्य त खतम बनायो, परिवारको स्वास्थ्य, परिवारलाई खतम बनाइदिन्छ, सम्पूर्ण समाजलाई नै खतम बनाइदिन्छ। त्यही भएर यो एउटा खतरनाक, जसरी एउटा झिलको जङ्गलमा झिलको बलिन्छ, त्यो जङ्गल नै नाश हुन्छ, त्यो समुदायलाई नै त्यसले खतरा आउँछ। त्यस्तै नसा कुलतको कारणले गर्दा सम्पूर्ण राष्ट्र नै खतरामा पर्न सक्छ। त्यही भएर म यो कुलतमा लागेका युवाहरूलाई आउनुहोस्, जोडिनुहोस्, मसँग आउनुहोस्, यो देशलाई केही बनाऊ, आफ्नो आमा बुवालाई खुसी बनाऊ, आमा बुवाको आशीर्वाद लिउँ भन्ने अनुरोध गर्दै सबैजनालाई नसा त्याग दिनु होला, श्रम दान गर्नुहोस्, श्रमजीवी बन्नुहोस्। धन्यवाद।